यो ऐतिहासिक आन्दोलनमा साधन प्राप्त गर्नुले अनि के छ कसो छ साधनहरु होइन छ कि अध्यक्षसँगै जाने होला हैन अध्यक्ष छुट्टै म छुट्टै तपाईको अध्यक्ष पनि नचलाउने म पनि नचलाउने भएपछि त यो ल खुसी लाग्यो तपाईहरुको सहभागी है त्यस्तै गरी यो कार्यक्रममा हाम्रो 8 गाउँपालिकाबाट प्रतिनिधि उपस्थित सम्पूर्ण अध्यक्ष जनप्रतिनिधिहरू र जेएनजी टिमको यो चाहिँ तपाईँको शोक सभामा सरिक भएर सहयोग पुर्याउनुहुने सम्पूर्ण उपस्थितहरू यहाँहरू सम्पूर्णलाई हाम्रो 8 सचेत नागरिक समाजको तर्फबाट पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यस्तै गरी यो आन्दोलन नयाँ नभएर नेपालमा 2007 साल 17 साल 28 साल हुँदै 46 52 र 62 63 यी सबै आन्दोलनहरू नेपालको संविधानको धारा उपधारालाई प्रयोग गरेर भएको थियो र आन्दोलनहरू कुनै धारा उपधाराहरूलाई उपयोग गरेर हुने परम्परा नभएको कुरा मैले बुझेको छु। त्यस्तै गरी यो आन्दोलनको पनि सायद संविधानको धारा र उपधाराहरूको आचार संहिताभित्र रहेर भएको होइन होला भन्ने मलाई लाग्छ र शान्तिपूर्ण 23 गते भएको आन्दोलनमा शरीर विद्यार्थी पोसाक ड्रेसमा आएका ती कलिला जेएनजी भाइ बहिनीहरूलाई सिधै ताकेर गोली हानिएको छ। त्यस पश्चात तिनका आफन्तजन बुवा आमा काका बाबु र अन्य शुभचिन्तकहरू 24 गते यो आन्दोलनलाई थप उचाइ र सफलता प्राप्त गराउनको निमित्त स्वतस्फूर्त आएका हुन् र आन्दोलनमा धेरै खाले नसोचिएको चाहिँ तपाईँको क्षति भएको छ, यो नहुनु पर्ने थियो भएको छ। तथापि अब यस विविध विषयवस्तुलाई लिएर तपाईको फेरि यो जेएनजी आन्दोलनको प्राप्त उपलब्धिलाई धराशायी पार्ने हो कि कमजोर पार्ने हो कि भन्ने चौतर्फीजन चासोको विषय पनि बनेको छ। आन्दोलनलाई सम्मान गर्ने जेएनजीको जायज माग हुने तर जेएनजीको आन्दोलनमा भएका आम घटनाक्रम चाहिँ ठिक भएन भन्ने अब यो कतिसम्मको तर्कहरू चलिरहेका छन् यो विश्लेषण गर्न लायकका छन् कि छैनन् र यो तर्क हो कि होइन, आन्दोलनमा आचार संहिता हुन्छ कि हुँदैन, आन्दोलनको अग्रिम रूपरेखा हुन्छ कि हुँदैन, आन्दोलनमा मान्छे मर्छन् कि मर्दैनन्, आन्दोलनमा विभिन्न जनधनको क्षति हुन्छ कि हुँदैन, यो धेरै अगाडिको इतिहासदेखि अहिलेसम्मको इतिहासक्रमलाई अध्ययन गर्ने प्रश्न हुन्छ र यो जेएनजी आन्दोलनलाई टुङ्गाउनको निमित्त यो जेएनजी आन्दोलनलाई यो या त्यो बहानाबाट निष्क्रिय र प्रभावहीन बनाउनको लागि जो जहाँबाट अनसिन रूपमा चाहिँ भूमिका खेलिराख्नु भएको छ, खबरदार यो तपाईहरूले विश्वास नगरे हुन्छ। जेएनजीहरूको अभिभावकहरू परिवर्तन चाहन्छन्, जेएनजीहरूको आफ्ना आफन्तहरू देशव्यापी रूपमा चाहिँ परिवर्तन चाहेका छन्। परिवर्तनको सन्दर्भमा भएका सबै खाले घटनाक्रमहरू त्यो हामीले सोचे जस्तो नहुन सक्छ, यसलाई मूल्याङ्कन गरियोस् भन्न चाहन्छु र हाम्रो 8 सचेत नागरिक समाज हरेक परिवर्तनको पक्षमा रहेको छ। यो 8 सचेत नागरिक समाज
देशको अन्याय अत्याचार विभेद र भ्रष्टाचारको विरुद्ध हिजैदेखि आवाज उठाउँदै आइरहेको छ। एक गरौँ अब हामीले धेरै खालका चाहिँ कमजोरीहरूलाई खोज्नु पर्नेछ। हामी खोज्ने क्रममा छौँ। यो कुरामा हाम्रो संस्थाको निरन्तर रहिरहन्छ र थप जेनजी साथीहरू भाइ बहिनीहरूले हाम्रो खोज अभियानलाई अझ सशक्त र प्रभावकारी ढङ्गबाट चाहिँ हाम्रो अभियान हाम्रो संस्थालाई चाहिँ 8 वर्ष चाहिँ साथ दिनुहुनेछ भन्ने अपेक्षा पनि राख्न चाहन्छौँ। र यसै क्रममा समयको पाबन्दीलाई ध्यान राख्दै यो परिवर्तनको निमित्त यो भ्रष्टाचारको अन्त्यको निमित्त खेलिएका चाहिँ जेनजीहरूबाट चाहिँ बोकेको रगतलाई उच्च सम्मान गर्दै र यी जेनजीहरूको जुन सफलतालाई थप सफलता मिलोस् भन्दै आफै सचेत नागरिक समाजको तर्फबाट मैले भन्नुपर्ने सबै कुरा भनिसकेको र यहाँलाई यो शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मेरो 2 शब्द यही अन्त्य गर्दछु। हवस्।